भुइँ मान्छेलाई खुला पत्र मिति 2082 साल चैत्र 13 गते। श्री माननीय ध्रुवराज राईज्यू, प्रतिनिधि सभा सांसद भोजपुर। विषय खुल्ला पत्र पठाइएको सम्बन्धमा। उपरोक्त सम्बन्धमा तपाईँ 2082 साल फागुन 21 गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा भोजपुर जिल्लाको तर्फबाट सङ्घीय संसदमा भोजपुरवासी सम्पूर्ण मतदाताहरूले अत्याधिक मत दिएको सन्दर्भमा तपाईँ र भोजपुरवासी सम्पूर्ण मतदाताहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईँको विजयले सिलिचुङ र टेम्पीको शिर अझ उच्च भएको छ। साल्पा पोखरी, हाँस पोखरी अझ शुद्ध भएको छ। रामप्रसाद राई, सडानन्दा, योगमाया जस्ता महान व्यक्तिहरू खुसी हुनुहुन्छ। सिद्धकाली मन्दिर तपाईँको विजयमा रमाएको छ। अझ भन्नुपर्दा भोजपुरवासी जनतामा तपाईँको विजयले दीपावली नै छाएको छ। देशमा लामो समयदेखि अस्थिर राजनीति, भ्रष्टाचार, कुशासन र व्यथितिको कारण विकासका कार्यहरू स्थिर रूपमा हुन सकेको थिएनन्। पुराना राजनीतिक दलहरूले जनता समक्ष गरेको बाचा पूरा गर्न सकेनन् र देशको समग्र विकासमा ध्यान पनि दिन सकेनन्। भ्रष्टाचार मौलाएर गइरहेको थियो। युवाहरूको विदेश पलायनको लस्कर बढ्दै गइरहेको थियो। यस्तो विषम परिस्थितिमा राजनीतिक दलका नेताहरूले जनताको आकांक्षा विपरीत एकपछि अर्को कार्य गर्दै आइरहेको थियो। माननीयज्यू, जनताको गुनासोको फेरिस्ता अत्यन्तै लामो छ, जुन मैले यहाँ चर्चा गरेर साध्य छैन। आज हुन लागेको प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा देश र जनताको नाममा कसम खाँदै हुनुहुन्छ भनी महसुस गर्दा पनि खुसीले गदगद भएको छु। राई जातिहरूको लोकप्रिय भाषा बान्तवा भाषामा शपथ खाँदै हुनुहुन्छ भन्ने कुरा सुन्दा त अत्यन्तै खुसी छु। भाषामा राजनीति होइन, आस्था र सम्मान हुनुपर्छ भन्ने तपाईँको मान्यतालाई म एकदमै सम्मान गर्छु। पूर्वको कर्णाली भोजपुर जिल्लाको प्रतिनिधि भएर सांसदको शपथ खाँदै गर्दा भोजपुरवासी जनताहरूको तपाईँबाट धेरै अपेक्षाहरू होलान्। अरूले नगरेको विकास अब ध्रुवराज राईले 81 गर्छन् भन्ने भ्रम पनि होला। तपाईँ पालिका अध्यक्ष हुँदा जस्तो आफै काँध हालेर विकासको कार्यमा जुट्छ भन्ने सपनाहरू पनि होला। हिजोको भुइँ मान्छे र भोलि पनि भुइँ मान्छे नै भएर मेलापात, जन्ती, मलामी, गाउँको चौतारा र बजारको भन्ज्याङहरूमा भेटिन्छन् भन्ने अपेक्षा होला। दोभानेको चुच्चोदेखि हसनपुरको फेदसम्म, ट्याम्कीको शिरदेखि पौवादुम्बाको पाउसम्म एउटै नासले विकास हुन्छ भन्ने धेरैको आकांक्षाहरू होलान्। यसरी आशा र सपनाको चाङ लगाएर बसेका जनताले काठमाडौँबाट के न विकास ल्याउँछ भनेर सोचेको होला। तर तपाईँले बुझ्ने गरी एकपटक सबै जनतालाई भन्नुपर्छ कि म विकासको खहरे ल्याउने होइन, देशको कानुन, नीति र नियम बनाउन काठमाडौँ गएको हुँ। मेलापात, जन्ती, मलामीमा भेट्न सक्दिनँ होला। जनताकै भाषामा तपाईँले भन्नुपर्छ कि म पाकेको खाना पस्किने मान्छे भएर होइन, तपाईँहरूका लागि स्वादिष्ट खाना कसरी पकाउने हो भन्ने तरिका बनाउन मात्रै काठमाडौँ जानेछु भनेर सबैलाई बुझाइदिनुहोस्। माननीयज्यू, तपाईँले पाएको कुल सदर मत मध्ये एक मत मैले पनि तपाईँलाई दिएको आधारमा यो एउटा अनुरोध र सुझाव छ। तपाईँले यो कदापि नभुल्नुहोला कि म तपाईँको मतदाता, तपाईँलाई मत हाल्ने व्यक्ति, तपाईँको अन्धभक्त समर्थक होइन। म त तपाईँको पार्टीको सदस्य समेत नभएको मान्छे हो, तर जिम्मेवार नागरिकको हैसियत प्रयोग गरेर तपाईँलाई एक मत हालेको व्यक्ति हुँ। भोजपुर जिल्लाको माटोको मान्छे हो तपाईँ। त्यसैले एकपटक छातीमा हात राखेर विवेकले सोच्नुहोस् कि भोजपुरको माटोको समस्या के छन्। ती समस्याहरूको भारी संसदमा कसरी पुर्याउन सक्छु र संसदमा कसरी आवाज उठाउन सक्छु भन्ने सोच तपाईँमा सदैव रहिरहोस्। भोजपुरको मात्र नभई समग्र देशको विकासमा तपाईँको धारणा संसदमा ठूलो आवाजमा सुन्न पाइयोस्। नेपालको संविधान 2072 मा आधारित रहेर देशलाई कुन गतिमा लैजाँदा विकास गर्न सकिन्छ भन्ने धारणा बुलन्द गर्दै जानुहोस्। जनताको प्रत्यक्ष प्रभाव देखिने, सरकारलाई खराब कुरामा जवाफदेहिता खोज्ने र असल कार्यमा समझदारीताको भूमिकामा सधैँ रहनुहोस्। आफू र आफ्नो पार्टीको स्वार्थ भन्दा माथि देश र जनता छ भन्ने मान्यतालाई मस्तिष्कबाट कहिल्यै नहटाउनुहोस्। देशमा नीति राम्रो बन्दैमा देश बन्दैन। त्यसैले बनेको असल नीतिलाई कार्यान्वयन गर्न हिजोको ध्रुवी हात्ती जस्तै बौलाएर लाग्नुहोस्। हिजोको आन्दोलनले जन्माएको मान्छे हो तपाईँ। तपाईँले त्यो आन्दोलनमा आफैले सोचेको नेपाल बनाउने कार्यको लागि यो 5 वर्षको लागि अनुबन्धित हुनुभएको छ। यो 5 वर्षले तपाईँको 500औं वर्ष धान्न सक्ने कार्य गर्नुहोस्। भोजपुरवासी जनताले पालेका सुन्दर सपना र आकांक्षालाई निराशा पार्न नदिनुहोस्। देशमा भइरहेको भ्रष्टाचार, कुशासन र व्यथितिको अन्त्य गरी सुशासन सहितको समाजवादी नेपाल यात्रामा तपाईँको सधैँ ध्यान र कदम रहोस्। यो कुराबाट विचलित भएर आफ्नो कर्तव्य भुल्नुभयो भने म नै तपाईँको सबैभन्दा ठूलो विरोध र आलोचना गर्नेछु। म तपाईँको असल कार्यको समर्थक र खराब कार्यको ठाडो विरोधी हुनेछु। अन्त्यमा माननीयज्यू, भोजपुर सहित सिङ्गो मुलुक र सारा नेपालीले तपाईँलाई एक इमान्दार भुइँ मान्छेको रूपमा सम्मान गरेको हेर्न चाहने तपाईँको एक वसन्तक निमाराज तामाङ, भोजपुर नगरपालिका 2 हेलाउँछा, भोजपुर। धन्यवाद।